सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजना सन्चै हुनुहुन्छ होला, म नि सन्चै छु भनौँ। अनि आज चाहिँ हामी क्याफेमा काम गर्दा 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 झ्याउ लागेर चाहिँ यसो पिकनिक हान्न जाउँ कि भनेर सोचिरहेको हो होइन। त्यही हो, सबैजना जान्छौँ। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला है। साथीहरूसँग भन्दा नि दाजुभाइहरूसँग चाहिँ यसो नेचरलाई एक्सप्लोर गर्दाखेरि चाहिँ कस्तो हुन्छ त हेरिदिनु होला, देखाउने नै छु। ल सबजना रेडी भइसकेको छ सबैजनालाई स्पोन्सर दाइहरू हो क्या हो। कहाँ जान लाग्यो त हामी चौचौ पकाएर खानु जान लाग्यो। अब सधैँ कति क्याफे गयो खानु, आज बाहिर पुरै दाउरा खोजेर पकाएर खानु चारमा कता दाइ कता हो अगाडि हिँडौँ न। म चाहिँ भारी बोकेर है केटाहरू मुखबाङ हान्ने थियो भन्छ। एकछिन दाइ स्लो गर्नु त पाइन्छ होला दाइ। झोला चाहिँ नचुट्ने होस् भन्छु म। ला 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 दाइ के छ? केटाहरू आज पानी हापाल देख्दै 4वटा बनाइदिएको पानी चाहिँ हुन त पनि खोलामै पाउँथ्यो होला है। अब क्या बवाल देखिरहेको शङ्कर दाइलाई हेर्नु न। यस्तो छ हेटवटाको अवस्था अझै जाडोमा कसरी बस्यो होला नि। यता चाहिँ चौकीटोल भयो। मनोज दाइ त के हो दाइ यार? हजुर बुलेट देख्छु त यार। आजको ब्लग शङ्कर दाइले बाइक चलाएको दामी लाग्छ कि दाइ। आफ्नै धुनमा क्या बिस्तारै के हतार, कुनै हतार पनि छैन, कुनै केही पनि छैन कि दाइ। दाइको नम्बरै छैन यार दाइको। कति ढिला भएको जस्तो भयो। दाइ बिस्तारै गएको जस्तो भइरहेको।
त्यही हो अब छैन होला उता पाउँछ एक्सट्रिम कहाँ पुग्यो भने यहाँबाट हेर्नु कता साइड जान्छ सिधै सिधै टौवास पुर्याउँछ क्या आज केटाहरूले हामीलाई हेर्नु न एकैछिन पिरो चौधमा त मनाएर खाने होइन मैले अलि खान मिल्दैन दाइ बदम एउटा मैले त स्कुटी रहेछ भने स्कुटीमा झुन्डिदिउँ भनेको केटाहरू फेरि स्कुटरै ल्याएन दाइ चौधो छ करेन्ट 14 छ दिनु न कति एउटा लाग्छ होला है एउटा हेरि पर्छ त यो दुईटा कति हो होइन केटाहरू लोड छ नि त दाइ थपे खानु त अहिले त 3 जना थपे वाइवा लिएर जाने हो मसँग पनि हो वाइ त भइसक्यो त त्यहाँ अझ लिएर जाने हो के हो कति भयो त सामान किनेर निक्लियो हामी अब जाँदैछौँ जहिले भन्छ होला कि बुढाहरू अब सामरी हो है रड चाहिँ सबैले हेरिदिन पर्यो के भ्युज बढाउनु पर्यो होइन है हजुर केटाहरू खै काम सामरी टेन्सन के त यार यसमा त फस्ला भनेर टेन्सन के ब्याग चाहिँ फाल्नुहुन्न एउटा भाडा भए पनि लिएर आउनु पर्छ यो यहाँनिर एउटा
आमाहरू बस्नु भनेको दिदीहरू यहाँ दाइहरू बस्ने भनेको यहाँ अगाडि हो क्या दाइ यहाँ अगाडिपट्टि छ एउटा त्यहाँनिर होला कि दाइ त्यहाँबाट खोलामा जाने भनेको मतलब तलतिर झरेर कि त बागडोराबाट तलतिर झरेर जान्छ दाइ खोलामा कि त कता जानु लाग्छ पानीहरू पनि छन् है हजुर केटाहरू छोडेर गयो कता गयो केटाहरू हुन त खोला जाने भने खायो नि त खोप्लाङ त यही हो है खोप्लाङ त यही हो कहाँ छ त केटाहरू खाना त हामी कल गरेर सोधेर खोप्लाङ कट्यो भन्छ खोप्लाङ भर्खर आइपुगिरहेको के गर्नु अब गर्छ कहाँको पुलमा ए उहाँको पुलमा कि त उहाँ माथि पुल छ कि उहाँ माथि पुल छ कि पुलमा कुरेर बसिरहेको यहाँ सामान यो बाटो अनि हामी अगाडि सिधै जाइ भाइ भाइ हेर्दै पर्दैन कुरेर बसिरहेको बाइक साइक राखेको छैन कहाँनिर भनेको राखेको थिएँ त्यहाँ पुलमा कुरिरहेको अनि यहाँनिर त ट्री हाउस छ नि त दाइ उयो ट्री हाउस छ नि त उयो माथिको ट्री हाउस छ अनि हजुर ट्री हाउस बुढाहरूको लक्ष्य भने जस्तो लाग्यो एकपटक लोड गाडी एउटा मात्र प्रवेश गर्नु होला अब हामी पुलमा छिरे भिडियो पुलको हामी त लोड छैनौँ है बुढाहरूले पसल चाहिँ कहाँ छ भने पसलै रहेन छ अनि माकेबेली गइ त शङ्कर दाइर माकेबेली गइसु जस्तो छ के हेमन्ते नामले बोलाएको पावर हाउस लिएर आइपुग्यो त यार हामी त पावर हाउस कस्तो ठाउँमा चाहिँ आयो यार तेरा गाडी पनि छ कस्तो छ ठाउँमा चाहिँ आइपुग्यो आज हामी पुरै दाइ नम्बर छैन त त्यसले त लगिहाल्छ नि दिदी त्यस्तो कस्तो टल्किरहेको कविताको भाइ केटाहरूले धुलो उडाएर मास्क लगा छैन हो केटा हो यार गोप्रो ल्याएर कस्तो मजा आउने रहेछ आज फल्दै राख्छ मैले बाटै हुँदैन त्यो मेरो अस्पताल बरु त्यो एक धुलो खाल्दे हुन्थ्यो बरु त्यो दुईवटा लिकबाट यसरी धुलो उडाएर हिँड्नुभन्दा कहाँनिर हुँदै हामी त खोलाको किनारमा बनाएर खाने भने त
हेर्नु न खस्रो झुलै पर्दैन सोच्दा यता के खानीमा लिएर आउँछ के खानीमा लिएर आउँछ केटाहरू यार मेन रोड छोडेर यता आइसक्यो शङ्कर दाइको दिदी कता रहेछ यार बाटो त के हो यस्तो ओहो एकचोटि आएछ अरूचोटि आउनु मन लाग्ने रहेछ जङ्गलतिर लिएर जानु लाग्यो क्या केटाहरूले घामका ठाउँमा त नजाउँ न यार केटाहरू यार जाडो हुन्छ त तर आगो बालेर बस्ने हो क्या केही फरक पर्दैन यहीँ आएछ दिदी भाषामा पो आइपुगेछ हजुर जाने त हामी अन्त्य होइन र केटाहरू बच्चा खेलाएर बस्ने बाइक त यहाँ राख्ने हो क्या अरे ए भाइ बाइकको सक्यो हिँडेर हो अब ससेसको ल्याएर यहाँनिर छ सबै मासु सासु केही ल्याएन नि आज हामी मात्र हन्टिङ जस्ट ह्यान्डसम बो हटपट बनाएर खाने सोच्यो कस्तो ह्यान्डसम देखा हो करेन्ट छ दाइ हामीसँग वाइ करेन्ट बनाएर पुग्ने कि के नि के हो आउने उयो हो प्रोभाइडर अनि बनाउनलाई त यही सामानहरू केही लिएर खाएन अनि बनाउँछु कति हजुर कति कति बनाउनु तपाईँ के गरे दोस्त बाइक हेर न यार यतिजना मान्छे एकैवटा बाइकमा आउँछ यार दुईवटा बाइकमा यो के स्टप गर्दा नि हुन्छ स्टप गर नगर्ने गर बस्नलाई त खतरा ठाउँ रहेछ त्यहाँ यो यति पनि कस्तो भारी लाग्यो त यार मलाई हो दाउरा इनफ पाक्छ जस्तो त्यसले त कसलाई हान्ने भन त्यसले डन्डा उयो अब सामान बोकेर दाइ बरु कपडा धुन घरमा बाँकी थियो भने लिएर आउनु पर्ने रहेछ कि आज मैले त बिहानै धुएँ मैले बिहानै धुएँ नत्र त म ओ दाइ ढुङ्गामा खतरा रहेछ त बस्नु यार त्यहाँ जाउँ न अमन र मलाई धुलो उडाइरह भुरभुर केटाले उडाइरह फेरि मलाई भन्छ मैले उडाएँ मलाई गाडीले कस्तो बिस्तारी चलाएर तपाईँहरूले छानी के छ तिमीलाई चाहिँ पछि त्यो गाडीले उडाउँदाखेरि चाहिँ मैले ठिक्क गरेँ कर्म भने यही हो हामीलाई उडाएको थियो यसलाई पऱ्यो भने बिस्तारी ढुङ्गामा बस्ने ठाउँ चाहिँ बवाल रहेछ त्यहाँ हेर्नु न हामीले ठाउँ कस्तो उता ढुङ्गामा पकाउनु पऱ्यो कि गाडी गुडिया पनि देख्छ होला मान्छे उता यहाँबाट छिटो हुन्छ अब यस्तै जाने केटाहरूले केटाहरूको पिकनिक बदाम सक्यो मैले खाँदैन त केही पनि त्यसलाई चलाउने चाहिँ अब समातेर है दाइ फेरि खै चम्चा के चल्छ चम्चा छ त त्यहाँ प्लास्टिकको चम्चाले प्लास्टिक होइन क्या त्यहाँबाट काठ ल्याउने चपस्टिक बनाउने चलाउने हामी यहाँ बिना हतियार बिना हो क्या आज जस्ट भिडियो बनाउनु मात्र लोद हाल्दै दाइ यार आधी आधी अमरचोटि आउँदाखेरि चाहिँ अलिक व्यवस्थित पाराले ल्याएन त्यही नल्याउने एउटा यो ल्याउने त्यो यो त अनि खोला पिकनिक यो चाहिँ फुटाउन यो खानु मजा आउँछ नि स्न्याक्स तर यो त रक्सीसँग खाने चिज होइन यो
चक्लेटले क्या चक्लेट अलिकति हाल धेरै नलाग्यो भिडियो गरिदिनु यस्तो दामी आइरहेको खोला बगिरहेको छ उम्ल्याउ कि नउम्ल्याउ यार कहिले पाकिन्छ यतानै रहेछ बस्ती हाइकिङ गर्ने ठाउँ पनि कुन चाहिँ स्पिड डाउन पर्ने छ स्पिड आएन अहिले मान्छेले डोरी बानी डोरी छोडेर अफि छोडेर बनाउँदै यो चस्मा यस्तो उठेको 0 पोइन्ट हो पानी खोल्दैछ क्या त्यसले खाने पानी ठुलो आएको हो पानी के खोला ठुलो भए के भाग्ने हामी भाग्यो भने त दाइ बाबा यस्तो उम्लिरह माई गड आज त लिएर केटा हो पाकेको हो र पाकेकै हो नि सब हाल्दै त एकैचोटि कुटी चाहिँ ल्याएन क्या अब सुकुटी लिन जानु पर्ने ओहो के म त चेताउँदा रहेछ नि त दाइ यार आइ तपाईँकोमा त दोष कुकुरलाई पनि देऊ है अमन यहाँबाट सट्ट खोला निस्किएर पाकेको जिन्दगी पनि लेखाएर छु पाक्यो है झिक्दिउँ हामी यसरी लिएर आइरहेछौँ दाइहरू हान्दिसे दाइ यहाँ खा दाइ ल ल मिनी ब्लगको लागि ठाडोबाट एकछिन के हो दाइ मिट्छ कस्तो छ दाइ बबाल छ कवि दाइ तपाईँ त मुखबाङ हान्ने मान्छे पुगेन होला यिनीहरूले थोरै दियो अमर भाइ आउँछ धेरै दिन छैन यहाँ खा त दाइ धेरै दाइ के हो यो? समत लिएर आइदिएको अर्को त बन्दै छ सुकुटी के हो राङको बफाइ सिस्टम बफाइ आफै आर्मी होइन नि दाइ हामी जेठाले हाल्यो बिचरा जेठाले खाँदैनन् मासु खानु दोष काँचो मासु खान परिहाल्यो के पकाएको मासु हाल्यो काँचो मासु त फेभरेट हो नि दाइको काँचो मासु फेभरेट हो नि त एक पाउ ठ्याक्क एक पाउ है पुग्छ दाइलाई राङोको मासु हेर नि अब अर्ग्यानिक राङ कवि दाईले पुरै आफ्नै फार्मको कवि दाईको हाम्रो फार्म छ यस्तो हान्नु पऱ्यो नि त पिरो खा क्याफेमा पनि पका पकै यहाँ पनि पका पकै दाइ त मैले बाटोमा पिसा फेरेको थिएन हो धुवा त मात्रै मात्रै आउँछ त यार पानी छ है दाइ पानी पिरो भएको भए दाइ अब त खोलाको पानी युज गर्नुपर्ने थियो क्या हो पानी पनि सक्यो है त्यहाँबाट लिएर आउनुपर्छ अब यहाँ यार केटी बोलाउने उमेरमा यहाँ यी कुकुर बोलाउँदै हिँड्नु पऱ्यो चो आइज चो 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 आइज आइज ए आइज भनेको
हो कि नै भन हो त भने यार केटी गाह्रो बोलाउने छ सिङ्गल लाइफ केटीहरूलाई बोलाउने उमेरमा एउटा त पछि आइरह आइज जे जे गाह्रो तर दामी छ है ठाउँ चाहिँ बस्नलाई चाहिँ आनन्द हो फेरि यहाँ एक लट खाएर सक्यो अब अर्कोचोटि खाने बेलामा जाने हो कि हामी चाहिँ बस्ने काम गर्छ हामीले चाहिँ हो कि नै हामी त्यस्तो बनाउँदैन नि डुल्ने हो खाने हो फेरि जाने हो बसिरहने चलन छैन यता पनि बस्ती रहेछ यार राम्रो दामी छ ल एकछिन चार्ज हालिदिनु पऱ्यो अब दामी छ ल गाइस सिउ बङ्गुर आयो फेरि बङ्गुर बफ केही खाँदैन भन्दैछ यता यता बङ्गुर दाइले खाइसक्यो कस्तो छ दाइ दामी छ दामी यहाँको फेरि कागज हाल्छ नि दामी छ भने दोकान कागज गान्दा हो न के मासु गरिरहेको तैँले रुगा सारिदिइहाल्नु भन्ने कि अब भाइहरूलाई तरकारी नै दिनरात मासु बाउले यत्रो यत्रोमा मासु त्यो दिन राख्ने पुरा बुङ्गुरी पाल्ने यता ल्याएर चिकन बेच्ने यत्रो यत्रो सपेटा लगाएर बनाइदिन्छ खाने कि के खाने मन लाग्छ मलाई खाने मलाई जहाँ काटिने मासु नभने पनि ल यिनीहरूले खान्छ भन्छ ल्याइदिन्छ ओइराइदिन्छ तिम्रो घरमा कुकुर पालेको छैन यो कुकुरले पुरा मन पराउँदैन नि गर्लफ्रेन्डले दियो गिफ्ट त मन परायो नि लगाएर फेरि फिर्ता गरिदिनु पर्यो कम्ती कति कसको गर्लफ्रेन्ड मेरो साइड चिक्सले मन दिनु पर्दैन त तपाईँले देख्छ तपाईँ लगाइदिएन कुकुर त्यो आँखुले खुलेन कुकुर कति खोल्छ आँखा कुकुर होइन त्यो माउको दुध अलिक मजाले खान दिनुपर्छ बिचरा न त त्यो जाडोमा लानु अब त पानी छैन है अलिकति जुत्ता सुत्ता टोक्ने भयो यो चाहिँ लिएर जानुपर्छ एकान्त छुट्याउ टिमुर हालेर साँधै हो क्या यो दाइ त्यो त भइसक्यो दाइ पुरै केही कुरा पनि गाह्रो गर्नु नपरोस् भनेर सोच्ने कि अब खेल्ने चल्ने त्यस्तै लाग्यो है? गरेर के काम गर्नु? होइन त्यो हनुमान भाइका छ नि अहिले भएको त्यत्रो भइसक्यो लिएर जाँदाखेरि त राम्रो हो खानै मन लाग्यो टिमुर बढीको दाइ खाउने सबै मलाई एउटा केयर लिएर सम्झाउँथ्यो है मलाई भयो दाइ तपाईँ भइसक्यो टेन्सन गरेर मासु यो त पानी भएन भने त अनि सकिँदैन त्यही त यो पक पानी ल्याइदिनु मलाई नि कहाँ ल्याउनु त पानी एउटा पानी पनि ल्याऊ भनेको पानी खाएर पिरो भन्छ दाइ टाउको हाल्नु न अघि हाल्नु भयो होइन हाल्नु छु र हालम तिमीले हाल्नुपर्छ कि म भिडियो बनाउँछु पाउँछ कि हाल 10 मैले थाहै चस्मा लाएर कि अघिको भिडियोमा दामी म ठाडो बनाउँछु यो चस्मा चाहिँ ल कम्ती हालिदिन्छ अब त्यो चम्चाले हाल्नु ओ खोलाको साउन्ड आइरहेको मजा आइरहेको फिल कस्तो भयो तपाईँले फेरि अर्कै छ्याङ 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 भन्दा अर्कै मनपर्छ होला फेरि सबजना यता आउनु न त छाप्नलाई त्यही आउनु पर्ने अब भागलाई पहिला दाइहरूलाई भाइले चस्मा लाग्छ दाइ पनि चिन्दैन चम्चा सानो भागी के हो वाइल्ड रहेछ त यार पहिला भन्दा लास्टमा हाल्नुलाई दाइ पहिला भन्दा धेरै छ नि त कविता अलि धेरै त्यो कवितालाई 3 दिनदेखि भात खाएन भन्दा पार्टीमा खानुपर्छ र अलिक खाली गर्नु पर्यो खाजै आज यो भयो अरू भाइ जानु पर्यो अब यो भएर जानु नि त दोष कता दाइ दोषको त्यो मासु भएको खानु नि त यो त सघाउनु पर्यो नि त कसले खानु पर्यो
नुन हालेन ला नुनै हालेन यार केही छैन केटा केही छैन पिरो कसले खाने हो भयो नहाल न यार जान्छ आऊ मासुमा नुन छ दोस आऊ नुन छ ठिक छ त पिरो सस्तो किन यति मात्र हान न हान न मलाई चाहिँ खोइ आफूलाई चाहिँ हाल्नु पर्दैन हुन चाहिँ के पिरो हो ससे सार्नु त ससेजमा दाहरूलाई नि हाल्यो दुई हाल्नु लिन लिन न लिन मासु छ भाइ टन्ने यार मासु छ मासै हुँदै आज बोइलवाला ससेज हुने बोइलवाला हो नि त बोइलवाला भयो नि त अँ ल त्यति अमनको भाग सबै सक्यो एक त यत्रो त कहाँ सघाउँछ मैले सघाउनु सक्दैन नि म त यतिको राखिदिएँ मैले के भएको कान्थारे क्याप्सिकमहरू भयो है तपाईँ एउटा तरुनी भयो है कविता बसन्ती नाच भनेर कविता त्यहाँ ढोल बजाउने नचाउने हो अब फर्कै नि मिल्दैन जहाँ किने आऊ त्यहाँ पनि हात बढी भयो अरे रातभरि चा घनाएर पैसा कलेक्सन गर्नु पर्यो नि त अनि हामी आइदिएको छ भयो ल म आउँछु तर म गएर भेट्छु फोन गर्छु ठाडो पारेर मलाई नेट छैन ठाडो पारेर बस्न नसकेर त यस्तो गरिहाल्छु म अनि अब हामी लिएर आउँला यहाँ भइसक्यो टिकटवाला सेर भइसक्यो फर्किँला के सग्राते हुँदैन अब अरूभन्दा चाहिँ यति भइसक्यो कति क्लोज भयो नि त होइन त मलाई लिएर नगर्नु त्यही चाहिँ तपाईँको कुरा त्यसले पत्तै हालेको एक्लै एक्लै भन्नुहुन्छ खानु नि खानु यार पेटले खाने हो पेटले नखाए पनि कोहीले खाएन यार के गर्नु होला यार माथि पुरा गर्दै त धेरै भयो कि प्याकिङ गर होइन काग उर्लाई पनि हान्न उता प्याकिङ गयो उता कचरा कचरा यो 14 रो यो प्याकिङ गर्दा दुई खुट्टा टेडी पुग्रो आयो चार खुट्टा टेडी ओइ बाबु प्याकिङ गर्छ दुई खुट्टा त्यो चार खुट्टा अहिले बजार पुगेर त्यहाँ टन्न बोनी खान्छ है त्यो चाहिँ बढी भएको आज धेरै बजार पुगेर टन्न दियो अहिले सबजना खानु नसकेर यस्तो भएर मैले खानेकुरो फाल्नु हुन्छ यस्तो मान्छेले अनि वाह कहाँ खाली खाली त उर्लरी त्यो पनि एउटा आजको लागि धेरै धेरै धन्यवाद भाइहरूलाई यस्तै गरेर अब फेरि यिनीहरूले भोलि पनि खुवाउँछ भन्ने आशा राखेको छ अब यो पालि चाहिँ चाउचाउ अलिकति कम सामानहरू लिएर आएर अलिक मिठो भएन पानी कम लिएर आयो अर्कोचोटि चाहिँ अलिकति मिठो बङ्गुर सङ्गुरहरू अलि राम्रो लिएर आउँछ भने ठिक छ त्यसको लागि चाहिँ नेक्स्ट भ्लगमा हेर्दै गर्नु यिनीहरूले खाना दिएन भने पनि म कम्प्लेन गरौँला है त्यसको लागि चाहिँ सब्सक्राइब गरेर नबिर्सिनु होला भन्नु सब्सक्राइब गरेर नबिर्नु यो थम्पिन के भन्छ यस्तो दिन नबिर्सिनु है सबै कुराहरू दिएर भरे भराउ गर्नु अनि भाइले हामीलाई ल्याएर खुवाउँछ खुवाइसकेपछि फेरि यस्तै भ्लग गर्नुला आजको सकियो अब भ्लग रे है दाइ टन्न भयो दाइ खाजा आज इनफ पुग्यो यसको सानो एउटा भ्लग बनाइदिएन बिस्कुटवाला भाइ वाइ त्यहाँ हाम्रो जापानदारलाई पनि भन त म चाहिँ मुखा गर्नु पऱ्यो यो चाहिँ आफ्नो देखाएर गयो चाहिँ सो अब चाहिँ हामी निस्किन लाग्यो होइन सकियो हाम्रो भ्लग आज खायो धेरै नै खाइन दोस्त आज मजा आयो है पिकनिक यहाँ दाइ छाड्दैछ बढी भएर बमिट हान्दैछ दाइ यसरी नहान्नु न यार प्याकिङ हान्नु दाइ यो चाहिँ लाने के हो यो त्यो त लाने हो नि दाइ यो हाल्नुपर्छ अनि थाल चाहिँ हो त्यसरी बोक अनि यो त्यसमा हाल्नु ल लगाम ल गयो अब आनन्दसँग यो मेरो सम्पत्ति हो भन्न मिल्दैन है के हो दाइ खान सके हिँड्नै सकेन हो खाएर त्यहाँ गएर पानी जानु पर्दा यार पानी लोत पानीतिर लागिरहेको हो यसरी बसेर खानु मजा आउँछ कि चल्दैन चन्नै मुनतिर मान्छेतिर चस्मा लिएर आयो दोस्ले माथि जानु देखाइदिउँ नि दारू हान्दैछ
के हेर्दै सबजना जाने नि त अब आजको ब्लग चाहिँ यही इन्ड भयो बाई बाई इन्ड भयो मन परेमा लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला बाई बाई